हरेक व्यक्तिको पैसा खर्च गर्ने वा लगानी गर्ने तरिका फरक हुन्छ। यो उसको बाल्यकाल, हुर्काइ र अनुभवमा भर पर्छ। तपाईँले पैसाको बारेमा लिने निर्णय 10% तथ्यमा र 90% तपाईँको व्यक्तिगत अनुभवमा आधारित हुन्छ। भाग्य र जोखिम। सफलतामा कडा परिश्रमको मात्र हात हुँदैन, भाग्य र जोखिमको पनि ठुलो भूमिका हुन्छ। उदाहरणका लागि बिल गेट्स सफल हुनमा उनको मेहनतसँगै त्यो समयको एउटा विद्यालयमा कम्प्युटर हुनुले पनि काम गरेको थियो। यसलाई हामी कम्प्युटर हुनुलाई हामी भाग्यको रूपमा लिन सक्छौँ। धेरै मानिसहरू अलिकति पैसा कमाएपछि आफ्नो लक्ष्य अझै टाढा सार्छन्। अरूसँग तुलना गर्दा मानिसहरूले आफ्नो इज्जत, परिवार र खुसी पनि जोखिममा पार्छ। आफूसँग जति छ त्यसमा सन्तुष्ट हुन सिक्नु सबैभन्दा ठुलो वित्तीय सिप हो। र यही सिपमा आधारित भएर तपाईँसँग जे छ त्यो कुरालाई स्वीकार गरेर तपाईँ आफूलाई चाहिँ त्योभन्दा अगाडि लिन सक्नुहुन्छ। यसले गर्दा नै तपाईँभित्रको एउटा आफ्नो व्यक्तिगत जीवनप्रतिको सकारात्मकता डेभलप हुन्छ। वारेन बफेटको सफलताको रहस्य लगानी मात्र होइन, बरु समय हो। उनले भन्छन्, लगानीले मात्र सफल भइदैन, समयको चाहिँ सही ठाउँमा लगानी हुनुपर्छ भन्ने कुरा गर्छन्। उनले 75 वर्षभन्दा बढी समय निरन्तर लगानी गरे। पैसा बनाउनका लागि सबैभन्दा ठुलो जादु समयले गर्छ। हामीले समयलाई सही काममा लगायौँ भने त्यो समयले नै हाम्रो लागि पैसा बनाउँछ। त्यो समयले जुन काममा हामी समय लगाउँदैछौँ त्यो कामले नै अत्याधिक पैसा दिने अर्थात् अत्याधिक गरिबी दिने काम गर्छ। तपाईँले जुन काममा तपाईँको अत्याधिक समय लगाउँदै हुनुहुन्छ त्यो नै तपाईँको वास्तविक जिन्दगी बन्ने हो। पैसा कमाउनका लागि जोखिम लिनुपर्छ र आशावादी हुनुपर्छ, तर पैसा जोगाउनका लागि भने विनम्रता, डर चाहिन्छ। तपाईँ कति कमाउनुहुन्छ भन्ने मात्र ठुलो कुरा होइन, कति टिकाउनुहुन्छ भन्ने कुरा पनि मुख्य कुरा हो। हामीले पैसा कमाइसकेपछि पैसा खर्च गर्नमा धेरै विनम्र हुनुपर्छ। जसरी पैसा कमाउन सकिन्छ त्यसरी पैसालाई जोगाउन सकिँदैन र पैसा खर्च गर्दाखेरि हरचोटि डराउनु पर्ने कुरा। शेयर बजार वा व्यापारमा तपाईँका सबै निर्णय सही हुनु पर्दछ भन्ने छैन। यदि तपाईँले 100वटा लगानी गर्नुभएको छ भने तीमध्ये 80वटा असफल भए पनि बाँकी रहेका सबै निर्णय सही हुनु पर्दछ भन्ने छैन। यदि तपाईँले 100वटा लगानी गर्नुभएको छ भने तीमध्ये 80वटा असफल भए पनि बाँकी रहेका केही सफल लगानीले तपाईँलाई मालामाल बनाउन सक्छ। जीवनमा कतिपय कुराहरू धेरै असफलताका हुन्छन्, तर ती कुराहरूमा पनि थोरै सफल कुराहरू भयो भने तिनै कुराले पनि जिन्दगीलाई मालामाल बनाइदिन्छ। अग्लो घर र महँगो गाडी हुनु भनेको मानिस धनी हुनु हो, तर धनवान हुनु होइन।